करोडौंको गाडीमा शानदार सवारी बाटो खाली हुनु पर्ने आउँदा तिनको गाडी जनतालाई कन्ठो उभाउँछन् तातो घाम गाडी आफै राजा भाका छन् राजतन्त्र पालिकामा जानु त्यो हतार पुलिसले रोकी भन्यो भक भिआइपी नचाउन्जेल यही कुरेर बस किन बस्ने हाम्रो नि बाटो हो तिर्या चक्कर मन्त्री हिँड्नकै लागि जनतालाई पार्ने अभर चुपलाग भाषण दिन्छस् तँलाई लाग्दैन डर भिआइपी नचाउन्जेलसम्म प्रतीक्षा गर आतिदै अर्कोले भन्यो एक्सक्युज मी सर मेरो छोरोलाई भर्खर बाइकले दियो ठक्कर लानु छ अस्पताल साह्रै लागिरहेछ डर गाडी जान दिनु न हेर्नु ज्यानको छैन भर नाइ मिल्दैन हामीले माथिको आदेश तोड्न माफ गर्नु जागिर जान्छ मिल्दैन गाडी छोड्न जामले अप्ठ्यारो दियो पछाडि नि मोड्न अस्पताल जान नपाई तडपिँदै थियो रोडमा कोही विद्यार्थी यहाँ कोही बिमारीको साथमा ढिलोले पार्दै थियो कसैको जागिर दरापमा सबलाई रोकी तनावमा आफू हिँडे र बापमा छैन कौडीको काम करोडको सुरक्षाको साथमा बाटो छोड भन्दै आयो भिआइपी गाडी सुरक्षाको लाइन लगाई अगाडि पछाडि सबलाई साइड लगाइदि आउन नदी अगाडि इनको इन्ट्रीमा मात्र बस्न बाँकी छ ताली बाटो छोड भन्दै आयो भिआइपी गाडी सुरक्षाको लाइन लगाई अगाडि पछाडि सबलाई साइड लगाइदि आउन नदी अगाडि इनको इन्ट्रीमा मात्र बस्न बाँकी छ ताली यिनै हातमा कुनै दिन हामीले झन्डा भोग्दा तिनले मुट्ठी उचाल्दै मञ्चमा भाषण ठोक्दा भन्थे चाँडै आउँछ जनताको सत्ता के प्रजा के नेता सबै हुन्छ त्यसमा जनता नै सर्वोपरि हुन्छ यो देशमा आज प्रत्यक्ष देख्छु म त्यो परिवर्तन आफू राजकीय पारामा सवारी गर्छन् त्यो चटकले जनताले शास्ति बेहोर्छन् जनताको सेवकको शासकको चाल गणतन्त्रमा यिनको राजकीय ताल सुरक्षाको नाममा करोडौं फालाफाल अलग अनुहार तर सबको एउटै चाल ढाल विकटमा दिन गाडी खस्छ भिरमा यात्रा गर्नु पर्छ जोखिम र भिरमा खोला तर्न बाध्य छन् झुन्डी तुहिनमा आफूलाई हेलिकप्टर देश डुबाइरिनमा अलग चाल अलग सोच उच्च छ जीवन पावरको मदिराले मातेको छ मन ए अधिकारको लडाई लड्नेहरू सुन बाटो रोक्दा नि हुन्छ यहाँ अधिकार हनन त्यो शानदार जीवन हो जनताको पेवा उभाइदियो सडकमा पाए सिमेवा कस्तो उठ्छ तिम्रो फिल्मी इन्ट्री हेर्दा के गणतन्त्र नै चल्दैछ त देशमा माननीयको भेषमा शासकीय कर्म मगजमा कहीँ छैन जनताको मर्म सब थाहा छ यिनलाई के गर्न हुँदैन तर हिँड्छन् थुनी कान पछाइ शर्म यो रवैया कहिलेसम्म चल्छ त्यो भने हेर्न बाँकी छ आशा गरौँ आफ्नो जस्तै कडा सुरक्षा जनतालाई पनि दिन सकुन् आफ्नो सुरक्षाको नाममा राजतन्त्रकै आवाज सुने गरी जनतालाई दुःख दिनु निकै नै गलत कुरा हो करोडौंको गाडीमा शानदार सवारी बाटो खाली हुनु पर्ने आउँदा तिनको गाडी जनतालाई कन्ठो उभाउँछन् तातो घाम गाडी आफै राजा भाका छन् राजतन्त्र पालिकामा जानु त्यो हतार पुलिस